नमस्ते, म चाहिँ सुरेन्द्र बहादुर खड्का। हाल चाहिँ बम्बईको पनवेल करञ्जाडी एरियामा काम गर्दैछु। 6-7 वर्ष भइसक्यो यो ठाउँमा काम गर्दा गर्दै। यहाँ मैले धेरै अनुभवहरू सिकेँ। यहाँका मान्छेहरू, यहाँको रहनसहन, यहाँको वातावरण, यहाँको कल्चर, यहाँको मौसम र हाम्रो मौसममा धेरै फरक छ। आजभोलि यहाँ घाम भने लागिरहेको छैन कि 1 महिना भइसक्यो, धुप पनि आउँदैन, घाम पनि आउँदैन बिचरा। अब त्यो भएको कारणले हाम्रो गाउँघरतिर मेघ आए पनि घाम लाग्दो छ। यहाँ त घाम भन्ने कस्तो पो हो, लागेको लागे, चुहिएको चुहे, मायाका चिड्को पर्ने मेघ। त्यही भएर हाम्रो गाउँतिर मेघ लागे पनि हजुर एकैछिनमा घाम लागिजाँदो, अख्रिजाँदो। यहाँ त हिलाको हिले, किच्चडै किच्चड। त्यही भएर जसो भयो भने हाम्रो नेपालको ठाउँ भनेको स्वर्ग हो। यो ठाउँ दुःखले बस्नाले के हार्नु हजुर, यो बस्ने ठाउँ होइन, एकदम कचरा ठाउँ हो। कति निचे जायो भने कचरा बास कति आउँछ, वरपर जा कचरा। त्यही भएर हाम्रो नेपाल सुन्दर नेपाल। जय नेपाल।